चाहिँ काठमाडौँको कीर्तिपुर देख्नु हो र यति बेला चाहिँ म यहाँ तल साथीको घरमा आएको छु, बिष्ट गाउँ भन्ने ठाउँमा। र म यति बेला साथीको घरबाट भिडियो बनाउँदैछु। यो चाहिँ एउटा सानो ग्रामीण एरिया पनि हो र यहाँ खेतीपाती पनि गरिन्छ। गहुँ, मकै, धानहरू पनि को खेती गरिन्छ भने पहिला यहाँ खेतहरू खेती गर्ने जमिन थियो भने अहिले चाहिँ यही घरहरू बनेको घरहरू देख्न सक्नुहुन्छ। घरै घर छ यहाँ पनि अहिले सहरी एरिया जस्तै भइसकेको छ। यहाँको दृश्य यस्तो छ, यहाँको सुन्दर दृश्य हेर्नुहोस्। यहाँ चाहिँ यो चाहिँ हो भएको ठाउँ। यहाँ जान चाहिँ यता दुधपोखरी भत्कियापाटी हुँदै दुधपोखरीतिरबाट जान सकिन्छ भने उता टौडोतिरबाट पनि जान सकिन्छ। र यता चाहिँ देख्न सक्नुहुन्छ चोभारको डाँडा। यहाँबाट चोभारको डाँडा पनि नजिकै देखिरहेछ। र यतातिर चाहिँ यो बिष्ट गाउँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यो चौतारा रुख भएको ठाउँ भत्कियापाटी। यहाँबाट आउँदै सिधै माथि मच्छे गाउँ पनि जान सक्नुहुन्छ। अब मच्छेनारायणको मेला पनि आउनै लागेको छ। यहीँबाट भत्कियापाटी कीर्तिपुर भत्कियापाटी हुँदै जान सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, यो सबै खेतीयोग्य जमिन यहाँनिर छ। धारोसँगै यहाँ मकैको खेती गरिएको छ। भने यतातिर गहुँहरू पनि लगाएको छ। यता गहुँ पनि छ, गहुँको खेती पनि गरिएको छ। भने यतातिर यो माथिको मच्छेगाउँ जाने बाटो यताबाट जान सकिन्छ। भने यहाँ छ एपिएफको स्कुल, सशस्त्र प्रहरीको बच्चा पढाउने स्कुल छ। भने यतातिर छ, यता पनि खेतीयोग्य जमिन प्लटिङ गरेछ। यो चाहिँ हो बस्नेत गाउँ, यसलाई भन्छ बस्नेत गाउँ। यहाँनिर छ चुनदेवीको मन्दिर। यहाँनिर छ खेत, यहाँ छ गहुँको खेत, गहुँ। यतातिर आलु रोपेको, आलु चाहिँ सबै खनिसक्यो आलु। आज म यही घरमा आएको, साथीको घरमा। यो साथीको घर, यहीँबाट भिडियो बनाएको आजको। यहाँनिर छ धारो, पिउने पानीको लागि धारो। यता छ खेत, यो मकैको खेती भइरहेछ। यहाँ चाहिँ मकै लगाएको छ। घुम्नुपर्छ अनिखेरको। आज चाहिँ यहीँ तलतिर बिष्ट गाउँतिर यहाँ साथीको घरमा भिडियो बनाउन गएको थिएँ म। यहीँ तलबाट मेरो घरदेखि तलतिर यो सुन्दर गाउँमा गएर भिडियो बनाएको थिएँ, बिष्ट गाउँ। आजको भ्लग यहीँ इन्ड गर्दै नेक्स्ट भ्लगमा भेटौँला। बाई।